नमस्कार। आज हामी एउटा एकदमै नयाँ आइपिओको बारेमा कुरा गर्दैछौँ। त्यो हो सुपर खुदी जल विद्युत लिमिटेडको। भर्खरै सर्वसाधारणका लागि खुलेको हुनाले यसमा लगानी गर्ने कि नगर्ने भनेर सोच्नेहरूका लागि यो छलफल एकदमै काम लाग्न सक्छ। ल सुरु गरिहालौँ है त। सुपर खुदी जलविद्युतले बजारमा ल्याएको यो लगानीको अवसरलाई अलि गहिराईमा गएर हेरौँ। यो कम्पनी र यसको आइपिओले अहिले बजारमा राम्रै चर्चा बटुलिरहेको छ। सबैभन्दा पहिले सबैभन्दा महत्त्वपूर्ण कुरा, सर्वसाधारणले शेयरका लागि आवेदन दिने ढोका खुलिसकेको छ। हो, आवेदन दिने समय सुरु भइसक्यो, त्यसैले यो मौका नगुमाउन समयमै ध्यान दिनुहोला है। ल अब यो आइपिओमा भाग लिनका लागि जान्नै पर्ने केही महत्त्वपूर्ण मिति र विवरणहरूतिर लागौँ। हेर्नुहोस् है, यहाँ केही महत्त्वपूर्ण मितिहरू छन्। आवेदन फागुन 5 गतेबाट खुलिसकेको छ र छिटोमा यो फागुन 11 गते नै बन्द हुन सक्छ। मतलब आवेदन दिने समय एकदमै कम छ। त्यसैले निर्णय गर्न धेरै ढिला गर्नु भएन। अब अलिकति चाक लाग्दो कुरा गरौँ। बजारमा यो शेयरको माग कतिको होला त? आउनुहोस् यसको अनुमान लगाउने प्रयास गरौँ। यसको एउटा सानो सङ्केत हामीले पहिले नै पाइसकेका छौँ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जब यो खुलेको थियो त्यति बेला नै 7 गुणाभन्दा बढी आवेदन परेको थियो। यसले के देखाउँछ भने लगानीकर्ताहरू यो आइपिओप्रति कति धेरै आकर्षित छन्। यसले प्रतिस्पर्धा कति कडा छ भन्ने कुरा प्रष्ट पार्छ। त्यो बेला जम्मा 15,500 जनाले मात्र शेयर पाउने सम्भावना थियो, तर आवेदन दिनेको सङ्ख्या हेर्नुहोस् त, 73,000 भन्दा बढी। मतलब माग र आपूर्तिमा ठूलो अन्तर छ र शेयर पाउन भाग्यकै भर पर्नुपर्ने अवस्था देखिन्छ। हो, अब सबैको मनमा आउने प्रश्न यही हो, यस्तो चर्को माग भएको बेला कति किता भर्नु ठिक होला त? यसमा अलिकति सोचेर निर्णय लिनुपर्छ। कुरा एकदमै सरल छ। यति धेरै आवेदन परेपछि शेयर बाँडफाँड गोला प्रथाबाटै हुन्छ र गोला प्रथामा 10 किताब भर्ने र 1000 किताब भर्ने दुवैको शेयर पर्ने सम्भावना एउटै हुन्छ। त्यसैले अनावश्यक पैसा होल्डमा नराखी केवल 10 किताको लागि आवेदन दिनु नै सबैभन्दा बुद्धिमानी रणनीति मानिन्छ। ल अब अलिकति यो कम्पनी र यसले बनाइरहेको आयोजनाको बारेमा पनि कुरा गरौँ। आखिर लगानी गर्ने कम्पनीबारे त थाहा पाउनै पर्यो नि। यो आयोजना लमजुङ जिल्लामा छ र यसको क्षमता 26 मेगावाटको हो। यसको एउटा एकदमै राम्रो पक्ष के हो भने आयोजनाको 83% भन्दा बढी काम सकिसकेको छ। यसले आयोजना समयमै सम्पन्न हुने सम्भावनालाई बलियो बनाउँछ। कम्पनीको क्रेडिट रेटिङको कुरा गर्दा यसले केयर NP+B रेटिङ पाएको छ। यसको मतलब कम्पनीले आफ्नो आर्थिक दायित्वहरू पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम छ। लगानी गर्दा यो कुरालाई पनि विचार गर्नुपर्छ। अब यदि लगानी गर्ने निर्णयमा पुगिसक्नु भएको छ भने आवेदन कसरी दिने भन्ने बारेमा एकछिन हेरौँ। आवेदन दिने प्रक्रिया एकदमै सजिलो छ। धेरै जसोलाई थाहा भएकै कुरा हो। आफ्नो मेरो शेयर अकाउन्टमा लगइन गर्ने, सुपर खुदीको आइपिओ छान्ने, 10 किता आवेदन दिने र सबमिट गर्ने, एकदमै सरल। आवेदन दिइसकेपछि निष्कासन प्रबन्धकले सबै आवेदनहरूलाई रुजु गर्छ र केही दिनमै गोला प्रथाबाट बाँडफाँड हुन्छ। नतिजा आएपछि मेरो शेयरबाट सजिलै हेर्न सकिन्छ। यो आइपिओको नतिजा कहिले आउँछ र बजारका अन्य खबरहरू के छन् भनेर नियमित जानकारीमा रहन पनि जरुरी छ। हो, शेयर बाँडफाँडको स्थिति र अन्य लगानीका अवसरहरूबारे निरन्तर जानकारी पाउनका लागि नेपाल स्टक अपडेट पेजलाई फलो गर्न नबिर्सनुहोला। साथै यो आइपिओ बारे यहाँहरूको के विचार छ हामीलाई कमेन्टमा पनि बताउनुहोला है।